यो एउटा सानो गल्तीले जितेको कम्पिटिसन पनि हारेँ। हेलो एभ्रिवान, मेरो नाम प्रकाश कठायत। आज क्षितिज र म हाम्रो पहिलो पावर लिफ्टिङ कम्पिटिसनमा पार्टिसिपेट गर्न गइरहेको छौँ। सो यो चाहिँ ललितपुर पावर लिफ्टिङ एसोसिएसनले बागमती वरियर्स भन्ने कम्पिटिसन अर्गनाइज गरेको छ। सो यसमा चाहिँ हामी दुईटा नै अन्डर 59 क्याटेगोरीमा खेल्दैछौँ कम्पिटिटर भएर। सो हामी ब्रेकफास्ट खाएर आयौँ र आफ्नो हाइड्रेसन लोड गऱ्यौँ अनि त्यसपछि हामी आफ्नो स्क्वाडको वार्मअपतिर गयौँ। सो स्क्वाडको मेरो लास्ट वार्मअप चाहिँ 130 केजी थियो। सो मेरो ओपनर 145 केजी थियो। सो त्यसपछि म आफ्नो अटेम्प्ट दिनलाई रेडी भएँ। थोरै नर्भस थिएँ किनकि फर्स्ट कम्पिटिसन थियो, के कस्तो हुन्छ थाहा थिएन, बट 145 केजी इजी नै गयो। सो त्यसपछि मेरो सेकेन्ड अटेम्प्ट 155 केजी एन्ड यो पनि लगभग इजी नै गयो, त्यस्तो स्ट्रगल थिएन। लास्ट अटेम्प्ट चाहिँ मेरो 160 केजी थियो। सो म थोरै स्टेप्स पछाडि लाग्दाखेरि अनि स्टेप्स सानो भएर चाहिँ सो ठ्याक्कै त्यो ऱ्याकमा टच भएर सो कन्ट्रोल नै लुज गरेँ मैले। सो त्यो कारणले मेरो 160 केजी स्क्वाडको फेल भयो। एकछिन नराम्रो लागिरहेको थियो बट केही छैन। सो त्यसपछि स्क्वाड सकिसकेपछि हामी बेन्चको लागि प्रिपेयर हुन गयौँ। सो मजाले बेन्चको लागि वार्मअप गरियो अनि बेन्चमा चाहिँ मेरो फर्स्ट अटेम्प्ट नै 90 केजी थियो। मेरो बेन्च राम्रो थियो बट बडी वेट कम भएको कारणले पनि 90 केजी थोरै त्यस्तो होइन, तर थोरै स्ट्रगल चाहिँ लागिरहेको थियो मलाई। जति इजिली उठ्नु पर्ने हो त्यति मजाले गएको थिएन। सो त्यसपछि मैले रिस्क लगेन अनि मैले 95 केजी मात्र राखेँ। सो 95 केजी हल्का स्ट्रगल नै लाग्यो। सो त्यही भएर मैले 100 राख्ने जस्तो थियो आज, बट 97.5 केजी मात्र राखेँ मैले आफ्नो थर्ड अटेम्प्ट। सो त्यो गर्दाखेरि लिफ्ट त भयो बट हिप उठेर चाहिँ सो त्यो चाहिँ नो लिफ्ट भयो। त्यसको पनि थोरै नराम्रो लागिरहेको थियो। अनि त्यसपछि हामीले डेडलिफ्टको वार्मअप सकिसकेपछि सो मेरो डेडलिफ्टको फर्स्ट अटेम्प्ट थियो 160 केजी। सो त्यसपछि 160 केजी इजी गइसकेपछि मैले आफ्नो सेकेन्ड अटेम्प्ट 172.5 केजी राखेँ। सो मेरो सेकेन्ड लिफ्ट पनि त्यति गाह्रो भएको थिएन, इजी नै गयो। सो अनि यसपछि मैले आफ्नो बिगेस्ट मिस्टेक भन्ने कि म बुद्धु भन्ने कि के भन्ने, सो यसमा मैले रुल्सहरू पनि राम्रोसँग नथपाएर चाहिँ म धेरै नै ओभर कन्फिडेन्ट भएर मजाले जान्छ भनेर 180 केजी नै राखेँ। सो मेरो डेडलिफ्टको पनि थर्ड लिफ्ट गएन। सो यसमा चाहिँ मिस्टेक के भयो भन्दाखेरि मैले 175 केजी मात्र हानेको भए पनि मैले आफ्नो लो बडी वेट भएको कारणले जितेँ। मैले राम्रोसँग क्यालकुलेट नै नगरेर। सो केही छैन, नयाँ लेसन्सहरू सिकियो। ओभरअल कम्पिटिसन अति नै रमाइलो थियो। जित्ने भनेर गएको माइन्डसेट भएको कारणले चाहिँ हल्का रिग्रेट चाहिँ फिल भयो, बट नो वरिज, आई विल कम ब्याक एन्ड सी यु अगेन गाइज।